मौसम रहेछ है। हाम्रो चाहिँ हिँडेर 5 मिनट लाग्ने रहेछ यहाँ। हेलो एभ्रीवान, वेलकम ब्याक माई ब्लग। आज चाहिँ हाम्रो डे 2 अफ स्याङ्जा। आज हाम्रो नयाँ ब्लग छ। आज चाहिँ हामीहरू पोखरासम्मको यात्रामा छौँ। यहाँ मेरो मम्मी हुनुहुन्छ, मेरो कलालाई हेरिरहनु भएको छ। अब हामीहरू तपाईँलाई बाटोमा के हुन्छ, हामी कहाँ कहाँ जान्छौँ र के गर्छौँ भन्ने कुराहरू भिडियोमा देखाउनेछौँ। अनि त्यसम्म हेरेर हामीलाई साथ दिनु होला। यो चाहिँ हामी स्याङ्जालीहरूको एउटा फेमस अनि एउटा एकदम पर्यटकीय स्थल हो। यसलाई भालु पहाड भन्छ है। धेरै जसो मान्छेहरूले स्याङ्जा भनेपछि एकदम भालु पहाडको नामले चिन्नुहुन्छ, जुन हामी जाने बाटोमा पर्छ। हाम्रो घरदेखि 9 किलोमिटर टाढा पर्छ यो चाहिँ। अहिले हामी भालु पहाड आइसक्यौँ। भालु पहाडलाई म राम्रोसँग देखाउँछु है त। भालु पहाड यस्तै हो गाइस होइन, यो चाहिँ पहाड हो। हामी चाहिँ भालु पहाडबाट अब पोखरा जाने क्रममा छौँ। स्याङ्जा जिल्लाको पोखरा पर्यटकीय स्थल हाम्रो भालु पहाड यही हो गाइस। जाने बाटोको उकालोमा माथि आइसक्यौँ। हामी अब उकालो बाटो चढ्दै जाँदैछौँ। यहाँनिर एकदम चिसो चिसो मौसम रहेछ है। हाम्रो स्कुटरले पनि अलिक कानमा गाह्रो मान्छ कि जस्तो मलाई एकदम डर लागिरहेको छ एकदम है। वी होप गरौँ होइन, तानोस् होइन 100% देखा जाएगा। अब तपाईँ हिजो हामी चेक गर्नको लागि बाङसुङ पुगेर आएको थियौँ होइन। बाङसुङसम्म हाम्रो बाइकले मजाले तानेको थियो। अब यहाँ चाहिँ एकदम ठुलो अझै अग्लोवाला छ नि त त्यो बाटोहरू, त्यही भएर तान्दैन कि भन्ने मलाई चाहिँ एकदम रुगा लागिसक्यो। चिसो पानी खाएँ मैले। अब बाख्राको पाठो हानेको दुःखद उपलक्ष्यमा पानी पनि मैले चिसो खाएँ। त्यस कारणले गर्दा अलिक हल्का घाँटी दुखे जस्तो, रुगा लाग्ला जस्तो भयो मलाई। हामी चाहिँ अहिले उकालो बाटो चढ्दैछौँ। यो बाटो फेरि नयाँ हो। उता हामी छोरेपाटन नगइकन यता कालीमाटीदेखि माथि आएको हो। यसलाई चाहिँ कालीमाटी भन्छ। कालीमाटीबाट सिधै भित्र चाहिँ म फर्स्ट टाइम आएको, त्यही भएर मलाई थाहा छैन यहाँ कस्तो छ बाटो के छ। एकदम राम्रो बाटो छ, क्लियर छ, भर्खर बनेको, पिच नयाँ होइन, राम्रो देखिएको छ। अगाडि दुईवटा गाडीहरू, कार, बाइक, स्कुटर अनि ट्याक्सी के गइसके। अब उनीहरूले चाहिँ हामीलाई बाटो देखाउने क्रममा हामी चाहिँ उनीहरूको फलो गर्दै पछि गइरहेको छौँ। आशा गरौँ हामीहरू छिट्टै पुग्छौँ, राम्रोसँग पुग्छौँ। स्पेसल मैले यहाँ चाहिँ पिन्टुलाई मिस गरेँ, किनभने पिन्टु भएको भए अलि धेरै बोल्थ्यो, रमाइलो गर्थ्यो। तर पिन्टु आउन नमानेर उहाँ बस्छु भनेको कारण हामीले लिएर आएको। अब म भन्न गएँ, मैले भने कि भनिनँ मलाई यादै होइन। हामी चाहिँ पुम्दीकोट जान लागेको है। पुम्दीकोट भनेको एकदम धेरै हाइटमा, मलाई जहाँसम्म लाग्छ एसियाकै हो कि नेपालको हो कि के हो है, तर एकदम धेरै हाइटमा रहेको शिव भगवानको मूर्ति, एकदम ठुलो र हाइटमा रहेको मूर्ति चाहिँ हो। यो हाम्रो फर्स्ट टाइम चाहिँ पक्कै होइन, यो हाम्रो सेकेन्ड टाइम। उहाँसँग चाहिँ सेकेन्ड टाइम, म चाहिँ आइसकेँ धेरैको क्रम 2-3 पटक आइसकेँ। यो चाहिँ हाम्रो सेकेन्ड पटकको यात्रा छ। पहिलोपटक चाहिँ उहाँ भ्याकेसनबाट आउँदाखेरि हामी आएको थियौँ होइन। त्यति बेला अलि राम्रोसँग बनेको पनि थिएन, कामहरू बाँकी नै थियो। अहिले म पनि धेरै भयो नआएको त, तर अहिले सबैजनाले भनेछन् यहाँ धेरै कुरा बनिसक्यो, विकास भइसक्यो होइन। कति के कुराहरू थपिसके। हेरौँ अब गएर कस्तो छ के छ होइन। रमाम, इन्जोय गरौँ। हामी सँगसँगै तपाईँहरूले पनि इन्जोय गर्नुभएको छ भन्ने मैले पुरा आशा गर्नेछु। र जसले पनि मलाई हेरिरहनु भएको छ सबैजनाले फलो गर्नु होला, लाइक अनि कमेन्ट गर्न चाहिँ नबिर्सनु होला।
म सँगसँगै तपाईँहरूलाई मैले पुण्डिकोटको दर्शन गराउन गइरहेको छु। त्यही भएर गाइजहरू मेरो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। हामी लगभग शान्ति स्तूपनेर आइसक्यौँ है। खालि बाटो नराम्रो भएको कारणले मेरो भिडियो धेरै हल्लिएको छ। बाटो नराम्रो त होइन, तर यो ढलान बाटो भएको हुनाले गर्दा अलिक थरथर थरथर गर्छ नि त। बाटो त राम्रै छ है, त्यतिको। शान्ति स्तूपा पनि यहाँबाट देखिन्छ। यहीँ माथि छ शान्ति स्तूपा। हामी अहिले आज जाँदैनौँ होला सायद, मिलेसम्म जान्छौँ। अब हेरौँ के गरिन्छ। के आइपुग्यो? शान्ति स्तूपा जाने बाटो चाहिँ यहाँबाट, यो बाटो चाहिँ यहाँबाट माथि शान्ति स्तूपा जान्छ। हामी चाहिँ अब पुण्डिकोट जानको लागि पुण्डिकोट त्यो शिव मन्दिरतिर जानको लागि चाहिँ हामी यता जाऊँ। अब यता हामी छोरेपाटनबाट आएको भए चाहिँ यो बाटोबाट अहिले हामी बल्ल आइन्थ्यो होइन। हामी चाहिँ यता कालीमाटीतिरबाट आएको भएर भर्खरै त्यो छोरेपाटनबाट आउने बाटोमा हामी मिस भयौँ। त्यसो भएपछि यहाँ गाडीहरू हेर्नुहोस् त कति छ। हामी मिसियौँ यताको बाटोमा। कस्तो दामी छ भ्यू है। हामी धेरै हाइटमा आइसक्यौँ। हामी कति धेरै हाइटमा आइसक्यौँ। माथिदेखि तल सबै हेर्दाखेरि वाला फिल्सहरू आइरहेको छ मलाई। सो गाइज हजुरहरूले हेर्न सक्नुहुन्छ हामी जाने चाहिँ उहाँ डाँडामा हो। डाँडामा शिव भगवानको मूर्ति देखिरहेको छ होइन। त्यही हो हाम्रो डेस्टिनेसन भनेको चाहिँ, गन्तव्य हाम्रो त्यही नै हो। अहिले चाहिँ हामी बाटोमा छौँ। यो डाँडा घुमेर हामी जाने क्रममा चाहिँ यहाँबाट शिवजीको मूर्ति देखिएको हुनाले हजुरहरूलाई मैले प्रत्यक्ष रूपमा देखाऊँ भनेर चाहिँ एउटा भिडियो बनाएँ। तर हजुरहरूले देख्नुभयो कि देख्नु भएन त्यो? यही हो मूर्ति। ल योभन्दा पहिला म जति पनि आएको थिएँ ट्याक्सी बुक गरेर होइन, 4-5 हजार तिरेर आएको थिएँ। तर पनि मैले जे आज फिल गरेँ नि त्यो कुरा के हो भन्दा आफ्नो साधनमा हुने जस्तो मजा, इन्जोय होइन, प्रकृतिको रमाइलो चाहिँ यो ट्याक्सीहरूमा जाँदा हुँदो रहेछ होइन त? तपाईँलाई कस्तो लाग्यो? तपाईँ पनि योभन्दा पहिला ट्याक्सीमै आउनुभएको थियो। बस्न त हामी अगाडि बसेर मजाले भ्यू हेर्दै आएको हो, तर पनि जुन मजा आफ्नो साधनमा यसरी बसेर यस्तो भ्यू हेर्दै आउँदा हुन्छ त्यो ट्याक्सीमा पक्कै पनि हुँदो रहेछ। हामी नेटा आइपुग्यौँ। नेटा भन्ने ठाउँमा स्वस्थानीको बेला पनि हो र शिव मन्दिर, अब शिव भगवान् त मेरो एकदम फेभरेट भगवान् हो। त्यही भएर चाहिँ अब जाम भनेर आइयो होइन। यो हिँडेर जाने बाटो चाहिँ यो रहेछ है। यहाँबाट माथि जाने होला। त्यो जो हिँडेर जानुहुन्छ उहाँहरू चाहिँ, म अब अलि धेरै हिँड्न सक्दिनँ। हिँड्ने बानी नै छैन। बानी नभएपछि हिँड्नै सकिन्न होइन। मैले भन्न खोजेको चाहिँ के भने, अब मेरो खास त मनोकामना माताको भाकल थियो होइन। धेरै वर्ष भइसक्यो, तर मलाई अब मनोकामना माताले बोलाउनै खोज्नु भएको छैन के। त्यही भएर आज मेरो यहाँ शिव भगवान्ले बोलाएर चाहिँ म यहाँ आउन पाएँ। त्यसमा म धन्य छु। भगवान्ले बोलाउनु भयो, आभारी छु। अब भगवान्लाई पक्कै पनि म दर्शन गरेर फर्कन्छु। मनोकामना मातालाई पनि मैले सम्झिरहेको छु मनदेखि। अब उहाँ माताले मलाई जहिले बोलाउनुहुन्छ त्यहिले नै गएर माताको दर्शन गरेर आउनेछु। मेरो सधैँ रक्षा गर्नुहोस्। मेरो परिवारलाई, मेरो आफै स्वयंलाई सधैँ राम्रो गरिदिनुहोस् भन्न चाहन्छु भगवान्प्रति। मान्छे भनेको एउटा स्वार्थी हो क्या, स्वार्थी प्राणी हो होइन। आफ्नो स्वार्थको लागि मात्रै काम गर्छ। यहाँ आउनुमा पनि अब आफूले इन्जोय गरौँ, रमाइलो गरौँ, भगवान्को दर्शन गरौँ। भगवान्सँग आफ्नो मनमा केही विश छ भने मागौँ भनेर आउने हो होइन। भगवान्ले बोलाउनु भयो, भगवान्ले चाहनु भयो, त्यही भएर म आउन पाएँ। त्यही हो सबैभन्दा ठुलो कुरा। चाहिँ पार्किङमा आइसक्यौँ। बाइकहरू पार्किङ गर्दैछौँ। यहाँबाट चाहिँ हिँडेर 5 मिनट लाग्ने रहेछ। यहाँ लेखेको छ है सशुल्क पार्किङ, पैदल यात्रा 5 मिनट मात्र भनेर। अब भक्तिहरू के भन्छ त्यो पूजा गर्न, दर्शन गर्न आएपछि 5 मिनट त हिँड्नै पर्यो होइन। अलिअलि भयो नि। कस्तो लागिरहेको छ? लिनुभयो त्यो रमाइलो के छ? टिकट छैन। टिकट छ र? ए हुन्छ ल। हामी चाहिँ अब अगाडि बढ्दैछौँ। पानी लिन्छ नि? हुन्छ। पानी एकदम चिसो रहेछ। फेरि अघि खाएको मेरो घाँटी दुखिहाल्यो। अब यहाँबाट 5 मिनट चाहिँ हाम्रो प्रवेशद्वार हो। यहाँबाट चाहिँ हाम्रो मन्दिर मूर्तिको इन्ट्री सुरु भयो।
तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँ महादेवका कतिवटा रूप थियो अरे खै कतिवटा हो त्यहाँ यो फोटोहरूमा देखिन्छ होइन गएर काउन्ट गरौँला यो चाहिँ मूर्ति हो अब गेटबाट हाम्रो इन्ट्री भयो शिव भगवानको डमरू हो स्पेसल रूपमा भगवानको डमरूलाई यो कैद गरेर चित्र बनाएर मूर्ति बनाएर राखिएको छ शिव डमरू के रहेछ यसको तल्लोपट्टि ढोका पनि रहेछ शिव डमरूको तल्लोपट्टि भित्र जाने ठाउँ त्यहाँभित्र के छ अब भगवानले जान्नुहुन्छ शिव भगवानसँग साइडमा पनि रहेछ आफ्नो सानो डमरू हेर कस्तो राम्रोसँग फेवाताल देखिएको छ हेभन भनेको नै यही हो के वाट इज हेभन भनेर कसैले सोध्यो भने प्रकृतिमा रमाउनु मरेपछि त के हुन्छ नि होइन खरानी भयो सकियो बाँचुङ बेली देख्नुपर्छ क्या सबै कुरा अहिले चाहिँ हामी माथि नै आइसक्यौँ यहाँभन्दा माथि जान मिल्दैन एकदम रमाइलो शान्त आनन्द तपाईँलाई कस्तो लागिरहेछ भन्नुहोस् है राम्रो छ मजाको ठाउँ घुम्नलाई फेरि पोखरा ल्याएर घुमाएर यस्तो भन्न मन थियो भन्न पाइन भन्नु होला छैन है यस्तो मजाले भगवानको साइडमा बसेर हिँड्न पाउँदा के हुन्छ र गाइस हामीले चाहिँ दर्शन गरेर भगवानको फोटोसोटो खिचेर अनि घुमेर सकियो अब चाहिँ हामी फर्किन लागेको फर्किने टाइम भयो कस्तो लाग्यो होइन मलाई त रमाइलो भयो हजुरहरूलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सिनु होला